केवल तिने भदिन दसै उठ्न सबेर तिनी धोती सुतले नदीतिर गइने नदीप बने माटोले सभाग नुहाई सूची भई सर्वाङ्ग चोकी भइन् भक्तिले मनमा जगत जननीको आराधना दि गरिन् थालिन्ती व्रत गरिन् नमिरी बल रही सावित्रीले त्यसै गरी गर्थिन् कामहरू समाचित घरको सेवा समेतै गरी यस्तो चालसित दुईटा दिन बिती तेस्रो बिहायो जसै प्राकृत्य गरेर चिजहरू ठिक पारिन पूजाको तसै सामग्रीहरू लिई गएर वनमा दोटा बरैका मुनि लिपि गोबरले भूमिकन गर्ने राम्रो र चोखो बने सावित्री कन पुज्नलाई उभकत सावित्री मैया ता लाइन भक्ति समेत गरेन तिनले आवाहना दिवा सासूले दुई चार ब्राह्मणहरू तै पठाइदिन् आए भीम प्रसाद त्यही तल बिचे सावित्री खुसी भइन् खोली पुस्तक विपुराले वचन जो पूजा विधिको थियो लागे पढ्न र पूजा नै सुरु भई राम्रै समाप्ति भयो पूजा देवजीको समाप्त हुन गई फेरि विप्रले त्यही गरी लागे विधि रचेर होम गर नै निहुरेर स्वागरी मैयाले व्रत साङ्गे होम भनी ताम्ना भएका जति ज्योतिए गहना जिकिकन दिने खुसी भए विप्रति देवीलाई प्रणाम गरी दिनपकी पुत्री उचाइ बिचमा फर्किन आश्रम तरपर समनले पुगेर सामुका पाउमा शिर राखी दर्शन गरिन् तिनले प्रसादै बने टक्रा इन्द्र लिएर कुचिती भइन् धन्य बुहारी भने सासू भन्दी बहिनी दया गरी निकै सावित्रीलाई त भोकी छौ दुलै गएर अब त खाऊ फला दिवा व्रतको साङ्गे भई गयो अब गई खानु निको ठान्दछु बुहारी तिमी मानर्चित नभई देवी भनी मान्दछु आज्ञा सासूजीको सुनि निर्वसुता भन्छन् म केही रात बिती खाली सामु आवाज यही दिनभरि के खान भन्छु यति त्यही बेला लि बजुर वनतिर जाने बखत भो अनि माताजी बन जान्छु लीला संविदा क्या मिलो जा भने जाऊ बाबु लिएर आऊ समिधा बोलेन मुमाले पनि सावित्री त सासूलाई उभा कता भन्छन् मलाई पनि आज्ञा बक्स्यो सगै ती पनि जाऊ बनैमा भने भन्छन् ती सामु पनि यही ता पुत्री दुखै हुन्छ अरण्यमा शक्ति रही छैन बहु अहिले बिदा दिन योग्य छ केही मैले भयो दिनै तीन व्रतै लिएर बसेकी छौ प्यास छुचा सहेर कसोरी सक्छौ बन जानलाई आश्चर्य लागो बहुतै मलाई भन्छन् बुहारी यति सुनिता बिदा दिनु छ भन्छु म फेरि यहाँ इच्छा भइगयो बन जानलाई रोकिदिए पाप लाग्छ सासूलाई।